आज मसँग हाम्रो अस्ट्रेलियाको काउन्सिलर हुनुहुन्छ रिता मिस। रिता मिस, यति बेला अस्ट्रेलियाको भिजा रिफ्युजलको रेट एकदमै म्यासिभ भने तपाईँले सुन्नुभएको होला। तपाईँलाई के लाग्छ, यो भिजा यस्तरी रिफ्युजल हुनुको कारण के हुन सक्दछ? यसको बारेमा तपाईँको के भनाइ छ? अब हजुरले यस्तो अस्ट्रेलियाको भिजा रिफ्युजकै बारेमा त्यसरी सोद्धाखेरि फेरि स्टुडेन्टहरूलाई नेगेटिभ इम्प्याक्ट पर्ला सिधै भिजा रिफ्युजलकै कुरा गर्दा। तर हामीले अब भिजा लागिरहेको केसहरू पनि त छन् नि, होइन? अब त्यही कुरालाई पनि अलिकति जोड दिन सकियो। भनेको भिजा रिफ्युजल हाई भए पनि भिजा लागेको पनि छ अस्ट्रेलियाको। हजुर हजुर। अब तपाईँले बताइदिनुहोस्, अस्ट्रेलियाको युनिभर्सिटीहरूमा सजिलैसँग जिएस एप्रुभ गर्ने र सजिलैसँग भिजा लाग्नको लागि कस्तो कस्तो डकुमेन्टहरूको आवश्यकता पर्दछ? भनेको कस्तो कस्तो डकुमेन्ट्स भयो भने त्यो जेन्युन डकुमेन्ट हुन्छ र सजिलैसँग जिएस एप्रुभ हुन्छ? अब हामीले सबैभन्दा सुरुमा हामीले भिजाको कुरा गर्नभन्दा सुरुमा हामीले अफर लेटरदेखि सुरु गऱ्यौँ कुरा, होइन? हामीले अब सुरुमा कोर्स सेलेक्सनबाट पनि ध्यान दिनुपर्छ के। भिजा रिफ्युजल हुनको लागि चाहिँ हाम्रो कोर्स सिलेक्सनमा पनि भनेको रङ भयो भने पनि जुन सिलेक्टेड कोर्स छ हजुर त्यो आफ्नो ब्याकग्राउन्ड एकाडेमिक ब्याकग्राउन्डसँग अलाइन हुनुपर्छ। हजुर हजुर। मेन भनेको हामीले त्यही हो। अब हामी कतिचोटि हुन्छ हामीलाई आफ्नो रिलेटेड कोर्सहरू भन्दा अलिकति बाहिर गएर पनि कोर्सहरू यो पनि पढ्न मिल्छ है। हजुरले भन्ने तरिकाको काउन्सिलिङ हुँदाखेरि पनि हामीले आफूलाई कोर्स सिलेक्सन गर्दाखेरि त्यस्तो त विद्यार्थीहरू आफै यो कोर्स पढ्छु भने, फर इक्जाम्पल जस्तो म्यानेजमेन्ट पढ्नु भएको छ तर उहाँले अर्ली चाइल्डहुड एजुकेसन पढ्छु भन्नुहुन्छ, हजुर। यसको मतलब यो अलिकति रिस्क हुन्छ। त्यो त अब हामीलाई त्यतिखेर त रिक्सै भयो। हामीले चाहिँ आफ्नो रिलेटेड पहिला हामीले ब्याचलर गर्दाखेरि अब मास्टरको लागि जाने हौँ भने ब्याचलरमा हामी जे पढे हौँ हामीले त्यसको रिलेटेड कोर्सहरू गर्न पर्यो। +2मा जे पढे हौँ ब्याचलरको लागि हामीले त्यही कोर्सहरू गरेर जानु पर्यो। त्यसै चाहिँ कोर्स सिलेक्सनले पनि हाम्रो भिजामा चाहिँ इम्प्याक्ट पर्छ। त्यसै गरी हाम्रो अर्को आउँछ इङ्ग्लिस प्रोफिसियन्सी। हाम्रो अब त्यहाँ हामीले कति त्यसको हामीलाई यति चाहिन्छ अस्ट्रेलियाको लागि न्यूनतम रिक्वायरमेन्ट कति हुन्छ इङ्ग्लिस प्रोफिसियन्सी टेस्ट? इङ्ग्लिस प्रोफिसियन्सी टेस्टको लागि चाहिँ अहिले चाहिँ हाम्रो छुट्टाको भनेको ब्याचलर प्रोग्राममा जानुहुन्छ भने पनि हजुरले आइएल्समा 6 नट लेस देन 6 हुनु पर्यो, होइन? अब कति कलेज या युनिभर्सिटीहरूले 5.5 भए पनि मान्छ, एउटामा भए पनि हुन्छ भन्नुहुन्छ। तर हामीले सकेसम्म हायरै भए राम्रो भयो नि त, होइन? इज ब्यान्ड 6 सम्म हुनु पर्यो। अब पिटीमा पनि तपाईँको 54 सम्म ल्याउनु भयो भने चाहिँ एकदम राम्रो। ब्याचलर कोर्सलाई चाहिँ इज ब्यान्ड 54 एज ब्यान्ड 54 भयो भने, किनकि राइटिङमा हामीले 54 ल्याउनै पर्छ, होइन? त्यसको लागि पनि हामीले त्यही भएर चाहिँ सकेसम्म 54 भयो भने चाहिँ हामीले ब्याचलर कोर्सको लागि चाहिँ सुटेबल हुने भयो। अब फाइनान्सियल डकुमेन्ट जुन अस्ट्रेलियाको लागि एकदम महत्त्वपूर्ण हुन्छ, होइन? कस्तो कस्तो फाइनान्सियल डकुमेन्ट भयो भने सजिलै जिएस र भिजा लाग्न सक्ने सम्भावना हुन्छ? अब हामीले चाहिँ फाइनान्सियल डकुमेन्ट बनाउँदा चाहिँ सबैभन्दा मेन कुराको ख्याल गर्नुपर्छ हाम्रो एजुकेसन लोन। हामीले सकेसम्म हाम्रो ब्याङ्क ब्यालेन्सहरू भन्दा पनि हामीले एजुकेसन लोनबाट देखायो भने चाहिँ त्यो जेन्युन देखिन्छ। ब्याङ्क ब्यालेन्स सर्टिफिकेट र स्टेटमेन्ट भयो भने भिजा अप्लाई गर्न सकिन्छ कि सकिँदैन? सकिन्छ सर, त्यसलाई गर्न नमिल्ने भन्ने कुरा हुँदैन। तर पनि हामीसँग कस्तो हुन्छ भने एकैचोटि एकमुष्ट ब्यालेन्सहरू देखाउँदा चाहिँ त्यसको सोर्सहरू खुलेको हुन सक्छ, होइन? अब हाम्रो नेपालमा धेरै उसहरू गरे पनि अब सोर्सहरू खुलेको हुन्न क्या, हामीसँग पैसा भए पनि। अब त्यो सोर्सहरू नखुल्दाखेरि चाहिँ हामीले सकेसम्म एजुकेसन लोनबाट गऱ्यो भने चाहिँ त्यो भनेको हामीले आफ्नो पढाइको लागि मात्र खर्च गरिने एमाउन्ट हो, होइन? त्यो गर्दाखेरि हामीलाई सकेसम्म एजुकेसन लोनलाई हामीले प्रिफर गर्छौँ। अनि लोन पनि हामीले क्यालकुलेसन गर्दाखेरि पनि ख्याल गर्नुपर्छ। अब हामीले कुनै कोर्सहरूको लागि 60 लाख जति भयो हुन्छ भने सबैलाई त्यतिले चाहिँ हुन्छ भन्ने हुँदैन नि त। हामीले लोन क्यालकुलेसन गर्दाखेरि पनि हामीले 1 वर्षको ट्युसन फी, 1 वर्षको लिभिङ कस्टहरू, ट्राभल कस्टहरू, इन्सुरेन्स कस्टहरू जोडेर एकमुष्ट हाम्रो जति आउँछ त्यतिको एजुकेसन लोनहरू गर्नुपर्ने हुन्छ। त्यसरी पनि गरिन्छ। र हाम्रो एनुअल इन्कमको हो। अनि एनुअल इन्कममा पनि तपाईँको अब 18-20 लाख हुन्छ भए नि पुग्छ भन्दाखेरि हामीले ठ्याक्कै त्यति नबनाउने। ब्याचलरको लागि कति चाहिन्छ ठ्याक्कै भनिदिनुस् त? ब्याचलरको लागि तपाईँको हामीले सकेसम्म चाहिँ 22 देखि 25 लाखसम्म चाहिँ भयो भने चाहिँ मास्टर्सको लागि राम्रो। मास्टरको लागि पनि हजुरले अब सिंगल जानुहुन्छ भने 25 एबभै भओस्, होइन? अनि विथ डिपेन्डेन्ट जानुहुन्छ भने एक्स्ट्रा लाग्ने भयो, होइन? उहाँहरूको अब त्यही गर्दाखेरि त्यसरी बनाउन चाहिँ सकिन्छ। जस्तो इन्कम डकुमेन्ट्सहरू, इन्कम जस्तो प्राइमेरी सोर्सेस इन्कम कस्तो कस्तो इन्कम देखाउन सकिन्छ र सेकेन्डरी सोर्सेस कस्तो कस्तो देखाउन सकिन्छ? अलिकति क्लियर पारिदिनु न।
अब प्राइमरी सोर्सहरू हामीले सकेसम्म त सेकेन्डरीलाई नराखौँ भन्छु अहिले अस्ट्रेलियाको केसहरूमा होइन। कति युनिभर्सिटीहरूले त प्राइमरी इन्कम बाहेक अरू चाहिँ एक्सेप्टै नगर्ने पनि हुन्छन् होइन। त्यस्तो गर्दाखेरि पनि अब सेकेन्डरी पर्सनहरूको इन्कम राखिएछ भने त्यसको 60% मात्र काउन्ट गर्ने होइन। प्राइमरी इन्कमहरूमा चाहिँ अब प्यारेन्ट्सहरूको इन्कमहरू देखाउँदा चाहिँ हामीले अब उहाँहरूको बिजनेस छ भने बिजनेसको 3 इयरको ट्याक्स क्लियर सहितको इन्कम राख्नु पर्यो। अनि हाम्रो कुनै स्यालेरीहरूबाट देखाउनुहुन्छ भने पनि मिनिमम पनि तपाईँको 2 इयरको ट्याक्स क्लियरेन्स सर्टिफिकेट टिडिएसहरू राख्नु पर्यो होइन। अब हामीले हाउस रेन्ट ल्यान्ड लिजबाट पनि इन्कमहरू देखाउन सकिन्छ। अहिले त नेपालमा प्रायः त्यहीबाटै इन्कमहरू देखाइरहेको हुन्छ। तर त्यसको एमाउन्टहरू चाहिँ हामीले त्यसलाई चाहिँ धेरै नदेखाउने, सकेसम्म ठिक्कको उसो गरेर चाहिँ हामीले कति इन्कमहरूलाई जस्तो व्यक्तिको नाममा ल्यान्ड लिज अथवा हाउस रेन्ट देखाउने राम्रो कि अथवा कुनै पनि कम्पनीको नाममा होइन कम्पनीलाई हाउस रेन्ट दिएको भाडामा दिएको देखाउँदा राम्रो? यसमा तपाईँले के भन्नुहुन्छ? सकेसम्म हामीले कम्पनीहरूलाई दियो भने चाहिँ अलिकति जेन्युन पनि हुन्छ। अब मान्छेहरूलाई प्रायः त्यसरी दिँदाखेरि कम एमाउन्टमा दिइराखिन्छ भने चाहिँ कम्पनीहरूलाई दिँदाखेरि चाहिँ अलिकति हायर एमाउन्टमा पनि दिन सकिन्छ। त्यो चाहिँ अलिकति राम्रो भयो। प्रोफेसनल टाइपकोले रियल हो जस्तो पनि हुने भयो हजुरको। कम्पनीहरूलाई त दिँदाखेरि चाहिँ राम्रो हुने भयो कि। कतिपय बजारमा हल्ला मैले सुनेको अलिकति डकुमेन्टमा अलिक फ्रडलेन्ट भयो, त्यस कारणले अलिकति फ्रडलेन्ट भेटियो भन्ने यस्तो छ। यसमा तपाईँको के भनाइ छ? हजुर अहिले पनि धेरै जस्तो अब रिफ्युजलको केसहरू बढेकै कारणै यो डकुमेन्टमा फ्रडहरू भएर अनि त्यो जेन्युन डकुमेन्टहरू नभएर बनाएको हिसाबले भएको हुनाले पनि हुन्छ। त्यस्तो गर्दाखेरि चाहिँ हामीले इन्कमलाई जेन्युनली देखाउनको लागि फेरि हामीले डिपोजिटहरू गरिरहेको हुन्छौँ र त्यसमा पनि ख्याल गर्नुपर्ने हुन्छ के। हामीले डिपोजिट गर्न त हामीले अब काउन्सिलिङ गर्दाखेरि स्टुडेन्टलाई भनिन्छ अनि उहाँहरूले डिपोजिटलाई बुझ्नुहुन्छ, डिपोजिट गर्नुहुन्छ। तर मेन भनेको हाम्रो इस्यु आउने कारण भनेको विथड्रमा हो के। हामीले जसरी हाउस रेन्ट डिपोजिट गर्छौँ, ल्यान्ड लिजहरू डिपोजिट गर्छौँ, तर स्टुडेन्टहरूलाई डिपोजिट गरेर प्रत्येक महिना डिपोजिट त गर्नुहुन्छ तर राइट टाइममै राइट डेटमै गर्नुपर्छ गर्नु नै भयो। तर विथड्र गर्दाखेरि चाहिँ उहाँहरूलाई थाहा हुन्न कि अब आज लगेर डिपोजिट गर्नुभयो भोलि निकाल्ने सबै एमाउन्टहरू निकालिदिन्छ। त्यस्तो गर्दाखेरि पनि त्यो जेन्युन देखिएन के। त्यो हिसाबले गर्दाखेरि उहाँहरूलाई विथड्रमा पनि ख्याल गर्नु भनेको विथड्र सेम एमाउन्ट विथड्र गर्नु भएन। सेम एमाउन्ट विथड्र त गर्न भएन किनकि हाम्रो रियल लाइफमा पनि हामीले कमाएको स्यालेरीको पैसाहरू हामीले कि 2 दिनमै भ्याउँछौँ त। हामी आफैले पनि कमाएको स्यालेरीहरू त हामीलाई त्यो महिनाभरिलाई पुर्याउँछौँ, उस्तै परे हामीले अर्को महिनालाई पनि सेभिङको रूपमा राखेको हुन्छौँ नि त। त्यो गर्दा त्यो हो नि त जेन्युन भनेको। त्यही गरेर विथड्र गर्दाखेरि चाहिँ हामीले ख्याल गर्नुपर्छ। लास्टमा के गर्ने विद्यार्थीहरूले त्यो कुरा भनिदिनुहोस् त ताकि विद्यार्थीहरूको सजिलै जिएस एप्रुभ हुन्छ। लास्टमा चाहिँ म स्टुडेन्टहरूलाई के भन्छु भने उहाँहरूले चाहिँ अब जुन हामीले सुरुमा हामीले कोर्स सिलेक्सनलाई ख्याल गरौँ, आफ्नो पिटी मार्क्स आइएल्स पिटीको मार्क्सहरूलाई ख्याल गरेर होइन अब उसलाई अब डिप्लोमा गर्न मिल्छ या ब्याचलर गर्न मिल्छ त्यो हिसाबले ख्याल गरेर चाहिँ हामीले गर्न पर्यो होइन। त्यसपछि चाहिँ हाम्रो जिएसको लागि एनुअल इन्कमहरूको ख्याल गर्नु पर्यो। पछि लोनहरू गर्दाखेरि पनि सर्टिफाइड ब्याङ्कहरूबाट गर्नु पर्यो होइन। त्यस्तो गर्न सकिन्छ। प्लस अब हामीले एसओपीमा पनि ख्याल गर्नुपर्छ के। मेन भनेको हाम्रो एसओपीलाई पनि ख्याल गरिन्छ। अब एसओपीहरू गर्दाखेरि चाहिँ हाम्रो फ्यामिली टाइजहरू इकोनोमिक टाइजहरू पनि हाम्रो स्ट्रङ हुनपर्छ ताकि भिजा अफिसरहरूलाई लागोस् कि ऊ चाहिँ पढ्नै जानको लागि गएको न कि उहाँहरू गएर काम गर्नको लागि या पिआर पर्पजको लागि जान लागेको भन्ने चाहिँ हुन भएन। त्यस्तो फिलिङ पढ्दाखेरि भएन। हजुर थ्याङ्क यू रिता मिसलाई। तपाईँलाई धेरै धेरै तपाईँले हाम्रो अस्ट्रेलिया अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि एकदम तपाईँले धेरै जेन्युन इन्फर्मेसनको लागि र विद्यार्थी भाइ बहिनी यदि तपाईँहरूले अस्ट्रेलिया अध्ययन गर्न जाने सोच्नु भएको छ भने छिटै गरी आफ्नो डकुमेन्ट लिएर BBC ग्लोबल एजुकेसनमा खुरुखुरु आउनु होला। थ्याङ्क यू भेरी मच।